एल क्लासिको 2026 फ्रान्स भर्सेस स्पेन। यस गाइज, फ्रान्स भर्सेस स्पेन हुन चाहिँ अब 11 घन्टा मात्रै बाँकी छ अनि वी आर गोइङ टु सी एन एब्सोल्युट ब्याङ्गर गेम अफ 2026 वर्ल्ड कपको। त्यही हो, आजको गेम चाहिँ मजा हुनेवाला छ हेर्न चाहिँ। लामिन यामाल भर्सेस किलियन एम्बापे। यस, किलियन एम्बापे वर्ल्ड कपमा हि इज नट अ पर्सन फ्रम दिस प्लानेट। अनि लामिन यामालको चाहिँ अहिलेसम्मको गेम हेर्दा चाहिँ ठिकठाकै चलिरहेको छ, नट अ एब्सोल्युट क्रेजी गेम है, तर जस बेसिक गेम खेलिरहेको छ। उसले चाहिँ आजको गेममा चाहिँ स्पेन भर्सेस फ्रान्समा चाहिँ लामिन यामाल हेज टु स्टेप अप गाइज। यस, ही मस्ट आजको गेम लामिन यामालले स्टेप अप गर्न भने फ्रान्स इज गोइङ टु बिट देम। यस, स्पेनसँग त्यो क्वालिटी छ होइन, गेम कन्ट्रोल गर्ने क्वालिटी छ, गेम जित्ने क्वालिटी छ। स्पेन इज द ओन्ली टिम हु क्यान स्टप फ्रान्स। तर फ्रान्सको अट्याकिङ, डेडली अट्याकिङ, माइकल ओलिजे, किलियन एम्बापे, डेम्बेले, उस्मान डेम्बेले, ब्याडली बार्कोला, डेजरे डुवे, यस, यिनीहरू रोक्न चाहिँ गाह्रो हुनेवाला छ। कोलाई रोक्नुहुन्छ यार? यताबाट रोक्यो यताबाट हानिदिन्छ, यताबाट रोक्यो यताबाट हानिदिन्छ। यस, तर यो गेम चाहिँ क्रेजी हुनेवाला छ गाइज है। आजको गेम हेर्न चाहिँ नछुटाउनु होला। एन्ड जस्ट कमेन्ट डाउन वाट्स योर प्रेडिक्सन आजको गेममा। एन्ड थ्याङ्क्स फर वाचिङ, किप लभिङ फुटबल। थ्याङ्क यू।